लस्सो फ्यापुलो नमस्ते है फेरि हजुरहरूको समक्षमा नयाँ भिडियो। आज चाहिँ हेर्नुहोस् न, तपाईँले अब देखिहाल्नु भयो है। आज चाहिँ घर बसेको बेलामा, आज चाहिँ अब अलिकति उग्रेको बेलामा चाहिँ दाउरा ओसार्ने काम हुँदैछ मेरो है। आज चाहिँ अलिकति अहिले पानी परेर चाहिँ एकदमै उग्रेर चाहिँ अहिले चाहिँ म काम गर्नु यहाँनिर बारीमा आइरहेको छु हो। यहाँ छ मेरो दाउरा चाहिँ हेर्नुहोस् न, यो ओसार्नु पर्ने डल्लै हो, यहाँ पुरिसक्यो हो। अन्त अब अस्तिदेखि नै ओसार्नु भन्दै थियो, पानीले गर्दा फेरि एकदम चिसो छ। हेर्नुहोस् न, पुरा भिजिसकेको छ। अन्त आज चाहिँ ओसार्ने काम हुँदैछ, दामी घाम पनि लागिरहेको छ। आज ओसारेको घरमा बसेर हो, पुरा पानी पसेर गरौँ भइरहेको छ। आज चाहिँ यसो है, घरमा बसेको बेलामा दिन पनि उभिरहेको छ, उँभो पनि देखाइदियो। अलिक घाम लागेको बेलामा चाहिँ अब दाउराहरू म ओसार्दैछु हो। भिडियो खिच्ने चाहिँ मेरो हेल्पर, चाहिँ भिडियो खिच्नुमा मजा। तपाईँहरूलाई के भन्नु, अब कस्तो गरम छ कि चिसो क्या, पानी परेको कति दिनभन्दा पानी परेको होइन। अन्त चाहिँ सुक्खा दिन हुँदा चाहिँ अब ओसारिहाल्नु पऱ्यो होइन। यहाँ चाहिँ दाउरा मुनि है यसरी गोला लागेको रहेछ, बारुलाले त्यहीँ छुइ पठाएछु, कस्तो चिल्यो नि। चाहिँ म यतापट्टि आइरहेको छु है, हेर्नुहोस् न, सुनिनु थाल्यो नि। उयो मात्रै गरेको थियो, दाउरा उठाएको थियो, आम्मामा कतिवटाले चिल्यो सुनिनु थाल्यो नि। आम्मामा चमै पोल्यो हो। अहिले चाहिँ यस्तो भइरहेको छ, सुन्ने राहत चाहिँ हो, टन टन। लु मैले चाहिँ दाउराहरू पनि ओसारिसकेँ, त्यहाँबाट चाहिँ दाउरा पनि फेरि चिर्नु सकेँ बेलुकाको लागि। आज बारुराले चिलेर एकदमै हात पनि दुखिरहेको थियो, र पनि बिस्तारी चिरिसकेँ दाउरा पनि बेलुकाको लागि। हस् त, हुन्छ आजलाई यति नै भिडियो। फेरि अर्को भिडियोमा भेटौँ होला। हुन्छ, बाई बाई।